हेलो एन्ड गुड मर्निङ। सन्चै हुनुहुन्छ त? अनि आजको दिनको सुरुवात हामी केही लेसनबाट गर्छौँ है त। केही लेसन भन्दा राम्रो लेसन अनि काम लाग्ने लेसन। लेसनकै कुरा गर्दै जाँदा सबभन्दा पहिलो कुरो आफ्नो आवश्यकता र आफ्नो परिवारको आवश्यकता, आफ्नो निड के छ भन्ने कुरोतिर लाग्ने, त्यसको लागि पर्ने, आफ्नो सक्दो दिने, सकेसम्म सबै दिने अनि दिन्छु पनि। यो लाइफलाई एउटा जर्नीमा परिवर्तन गर्नु, दुःख र सुख जिन्दगीकै जिउने बाटो हो। खासमा म दुःखमा मात्र छु, सुखमा बाँच्न मन छ भनेर हुँदैन। पालो सबैको आउँछ। आज दुःख छ भने भोलि सुख पनि हुन जान्छ। आज सुखमा छ भने पर्सिको विश्वासै के गर्ने, के पनि हुनसक्छ। केही कुरो अहिलेको लागि सपना होला, यदि तिमीले केही गरेनौ भने त्यसको लागि त्यो सपनै भएर जान्छ। अहिले उमेर छ, फ्रेस माइन्ड छ, सकेको गर्छौ के, तिमी ट्राई गर, कोसिस गर। यदि मेहनत तिम्रो आफ्नो 100% दिएछौ भने त्यसले अवश्य फल दिन्छ, केही न केही। राजालाई त गाह्रो परेको बेला राजगद्दी छोड्नु पर्थ्यो, तिमी भन्ने को घरमा बसिरहेछ, कसरी हुन्छ? ल, आजको दिनको सुरुवात हाँस्दै गरौँ। अनि यो एउटा सोसल मिडियालाई होइन, एउटा रक पेपर जसरी युज गरौँ न। के थाहा, कुनै कुरो चलिहाल्छ कि हुनुहुन्छ, के हुन्छ भने। बाई बाई।
ल एउटा यस्तो गर्ने चाहिँ